गाड़ी नहीं आएगा, रात हो गया लेकिन बस नहीं आया, क्या करेगा? 6 बजे बस आके ले जाते हैं। ये बस तो नहीं आया, नहीं आएगा। हामी दुबईको आइल्यान्ड भित्र ठन्केको छौं। के हो बयर निकालो। ए छोड दे। अनि के भन्नु हैन, अब गाडी आएको छैन। अब आज सेक आउने रे आइल्यान्ड भित्र, त्यही भएर अब आज गाडी नचलेपछि के गर्ने त भन्दाखेरि हैन, यस्तो वाक गर्दै हिँडेको है, वाक गर्दै हिँडेको। अब केही छैन हौ, अब कसलाई लिफ्ट माग्नु भइसक्यो हैन। अब रुम जान पनि ढिलो भइसक्यो। गाह्रो छ हौ जिन्दगी। कसैले पनि बिर्सेर पनि दुबई चाहिँ नआएदेखि राम्रो हुन्छ। दुबई चाहिँ नआउनु होला कृपया। दुबई आएमा फेरि गाह्रो हुन्छ हैन। कामहरू धेरै गाह्रो छ, भनेको जस्तो जब पाउँदैन, सेलेरी पनि छैन अहिले है। यो त लास्टै गाह्रो भयो क्या हामीलाई। अब कस्तो भन्दाखेरि हामी आइल्यान्डबाट निक्लिन पनि सकेको छैन के, चाहेर पनि निक्लिन सकेको छैन क्या हामीहरू। यहाँ आउनेहरू जो पनि होस् हैन, सबैको 2 इयर्स 3 इयर्स भइरहेको हुन्छ क्या। किनभने अब यहाँबाट कम्पनी चेन्ज गर्न पनि अलिक गाह्रै भइरहेको छ हैन। साह्रै भइरहेछ बसाइ सबले हैन। सोचेर आउनुपर्छ क्या विदेश आयो भन्नेमा। विदेश आउने हो तर अलिकति हेरेर सम्झेर बुझेर मात्रै आउने हो कि। अहिले अब हामीले अब यहाँनिर अब 12 घण्टा हानिराखेको छ हैन, सेलेरी पनि छैन भने जस्तो। के गर्नु, अब उपाय नै छैन। अब नगरौँ घर जाउँ फेरि केही गर्न सकेन, यसको छोरोले फलानाको छोरोले केही गरेन, त्यसको छोरोले यति कमाउँछ भन्दै फेरि गाउँका मान्छे चम्केलान्, घरमा गएर उकास देलान् हैन। गर्नै पर्यो। अब हुनु त म आएको पनि अब 2 वर्ष भइसक्यो। अब के गर्नु, अब घर जानै मन लाग्दैन अहिले त। खास भन्नु पर्दाखेरि हैन, सुरुमा त धेरै गाह्रो हुन्छ, साह्रो पर्छ। हाम्रो यो के भन्छ, हाम्रो सुमन खपाङ्गे के भन्न, यो आइल्यान्डमा आउनेहरूलाई के भन्न चाहन्छु? एकदम म हृदयदेखि स्वागत भन्न चाहन्छु। कतिको दुःख हुन्छ त? दुःख के दुःख हुनु, काम आफ्नो जस्तो गर्नै पर्यो हैन। कति गाह्रो हुन्छ सोचेर। उहाँ नेपालमा हुनेहरू पुरा विदेश जान्छु भन्छन् नि त। अनि यहाँ आएपछि चाहिँ अनि फेरि अनि 2 महिना भएपछि घर जान्छु भन्छन् नि त। त्यस्ताहरूलाई के भन्न चाहन्छु? त्यस्तोलाई मन कठोर बनाएर आउन सक्नेलाई मन कठोर बनाएर आउनु। सानोतिनो मुटु भएकोले विदेश नआए हुन्छ हैन। एउटा यहाँ छ हैन, त्यो 4 वर्षदेखि आइल्यान्ड भित्र छ। अनि कति भयो यता सुमन त गोरे आएको थियो त। अनि फेरि सुमन त गोरे आउँछ त। अनि यो सुनिल चाहिँ किन कालो आएको? त्यसो भएर हो, बयर हो है यो, विदेशमा फलेको बयर हो हैन। भाई आप इधर आइलैंड में कितना साल हो गया? 50 साल। वो तो आप लग ही नहीं रहे हो। फिर वही बात हो गई है। तो हम दिखाएंगे, आप दिखोगे क्या? मगरमच्छ रुम नजाने आज जति सुत्दिने ल बधाई छ।